पाँचथरको बिक्लाजु गाउँपालिका वडा नम्बर 4 रविमा अवस्थित रवि क्याम्पसका कोष तथा लेखा परिचालन समिति संयोजक लक्ष्मण चेम्जोङले क्याम्पस अधिवेशन अगावै आर्थिक वर्ष 2081-82 को वार्षिक प्रगति प्रतिवेदनसहित आफ्नो 3 वर्ष जिम्मेवारी क्याम्पस सञ्चालक समितिलाई बुझाउनु भएको छ। आज मिति 2082 साल मङ्सिर 14 गते आइतबारका दिन क्याम्पस सञ्चालक समितिले बोलाएको 14औं बैठकमा संयोजक चेम्जोङले आफ्नो 3 वर्षे कार्यकाल पूरा भएको बताउँदै उक्त प्रतिवेदन बुझाउनुका साथै आजको मितिदेखि जिम्मेवारीमा नरहने गरी आफूले सम्हाल्दै आएको जिम्मेवारी पनि औपचारिक रूपमा समितिलाई हस्तान्तरण गर्नुभएको हो। क्याम्पसको निजी सभा हलमा बसेको उक्त बैठकमा क्याम्पस सञ्चालक समिति अध्यक्ष राजेन्द्र राईको अध्यक्षता रहेको थियो भने कोष तथा लेखा परिचालन समितिका संयोजक लक्ष्मण चेम्जोङ, क्याम्पस प्रमुख टीकादेवी भट्टराई, सञ्चालक समितिका सदस्यहरू, कोष तथा लेखा परिचालन समितिका सदस्यहरू, पत्रकार लगायतको उपस्थिति रहेको थियो। संयोजक चेम्जोङ मिति 2079 सालको असार 18 गतेदेखि उक्त क्याम्पसमा कोष तथा लेखा परिचालन समिति संयोजकका रूपमा रहेर क्याम्पसको हितका लागि सक्रिय रूपमा लागिरहँदा 2082 सालको असार मसान्तमा उहाँको कार्यकाल समाप्त भएको र असोज मसान्तभित्र उक्त प्रतिवेदन समितिलाई पेश गरी आउँदै गरेको क्याम्पस अधिवेशन मार्फत आफ्नो जिम्मेवारी सुम्पिनुपर्ने भए तापनि विविध समस्याका कारण आफू मौजुदामा रहेको समिति भङ्ग गरी आजको मितिदेखि जिम्मेवारीमा नरहने घोषणा गर्दै उक्त प्रतिवेदन समितिलाई बुझाउनु भएको हो। संयोजक चेम्जोङले बुझाउनु भएको उक्त प्रतिवेदन आगामी क्याम्पस सभाबाट अनुमोदन गर्ने गरी बैठकले स्वीकृति गरेको जानकारी गराउँदै आफ्नो कार्यकालभरि सिङ्गो संस्थाको हितका लागि काम गरी जिम्मेवारी पूरा गर्नु भएकोमा संयोजक चेम्जोङलाई क्याम्पस प्रमुख टीकादेवी भट्टराईले क्याम्पसको तर्फबाट र समितिको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो। यस क्याम्पसको आबो 81-82 को क्याम्पसको वार्षिक प्रगति प्रतिवेदन क्याम्पस सञ्चालक समितिको मिति 2082 8 महिना 14 गते बसेको बैठकले प्रगति प्रतिवेदनलाई स्वीकृत गरी आगामी क्याम्पस सभाबाट अनुमोदन गर्ने गरी स्वीकृत गरियो। आफ्नो कार्यकालभरि जिम्मेवारी पूर्ण ढङ्गले सिङ्गो संस्थाको हितका लागि कार्य गर्नुभएकोले कोष तथा लेखा परिचालन समिति संयोजक र अन्य सदस्यहरूलाई यस रवि क्याम्पस सञ्चालक समितिको तर्फबाट धन्यवाद। बैठकमा बोल्दै संयोजक चेम्जोङले आफूले समितिमा पेश गरेको प्रतिवेदन समितिको बैठकले सहर्ष स्वीकृत गरिदिएकोमा धन्यवाद दिँदै विगतका दिनमा क्याम्पसको हितका लागि गरेका कामहरू सम्झाउँदै आगामी दिनमा पनि आफू जिम्मेवारी बाहिर रहेर पनि क्याम्पसको हितका लागि सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। आर्थिक वर्षको लेखा प्रतिवेदन तयारी गरी सञ्चालक समितिको बैठकमा स्वीकृतिको लागि पेश गरेकोमा सञ्चालक समितिबाट सहर्ष हुबहु निर्णय गरिदिएकोमा म लेखा समितिको संयोजकको तर्फबाट रवि क्याम्पसका सञ्चालक समितिका उपस्थित सदस्यजीहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु र हामीले यस क्याम्पसमा विगतमा म आएर मैले यस क्याम्पसको प्राध्यापक, शिक्षक, कर्मचारी तलब मापनमा वृद्धि गरी त्यो आर्थिक भार क्याम्पसलाई नलगाई 2082 असार मसान्तसम्म तलब भत्ता क्याम्पसबाट उपलब्ध गराउन सफल भएकोमा मेरो आफ्नो कार्यकाल सफल भएको मैले महसुस गरेको छु। विश्वविद्यालय अनुदान आयोगमा एक अङ्ग्रेजी शिक्षक र एक लेखा प्रमुख भए पनि प्रशासन प्रमुख भए पनि दरबन्दी स्वीकृतिको लागि विश्वविद्यालय अनुदान आयोग भक्तपुरमा पठाइदिनु भएको थियो। विश्वविद्यालय अनुदान आयोगबाट सचिव स्तर निर्णय भएर शिक्षा मन्त्रालय पत्र हाम्रो रवि क्याम्पसलाई पत्र प्राप्त भएको र बोधार्थ शिक्षा मन्त्रालयमा रहेको र त्यो बोधार्थ शिक्षा मन्त्रालयको उच्च शिक्षा महाशाखाको उच्च शिक्षा शाखामा मैले
यो पत्र सुरक्षित गरी राखिदिनुहोस् भनेर चाहिँ मैले त्यहाँको युनिट प्रमुख उपसचिवलाई भनेको छु। अब अरू कुरा के यो क्याम्पसको लागि नगरे पनि त्यो कुरालाई चाहिँ म एकचोटि अर्थ मन्त्रालयलाई चाहिँ मैले लक्ष्य राखेको छु। र अब अर्थ मन्त्रालयबाट स्वीकृति भयो भने त्यो शिक्षकहरूले त्यो उहाँहरूको दिमागमा राखेको रहेछ, त्यो ल्याउन सक्नुभयो भने धेरै ठुलो राहत हामीलाई हुन्छ भन्ने कुरा, उहाँले क्याम्पसमा राहत हुन्छ भन्ने कुरा राखेँ र त्यतिखेरदेखि मेरो दिमागमा आएको छ र मैले त्यसलाई गरिरहेको छु। र म बाहिर बसेर पनि तपाईँहरूलाई म यस क्याम्पसको भविष्यको लागि, यस क्याम्पसलाई के गर्नुपर्छ, कसो गर्नुपर्छ भन्ने कुरामा म निरन्तर रहनेछु। यसरी नै बैठकमा उपस्थित सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै सभाध्यक्ष रवि क्याम्पस सञ्चालक समितिका अध्यक्ष राजेन्द्र राईले संयोजक सेम्जोङले आफ्नो कार्यकालभित्र क्याम्पसको हितका लागि गरेका कामको लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको आशा राख्नुका साथै आउने दिनमा कुनै पनि राजनीतिक दृष्टिकोण नराखी आफ्नो ठाउँ र समाजको दृष्टिकोण राखेर अघि बढ्ने सल्लाह दिँदै बैठक टुङ्ग्याउनु भएको थियो। र क्याम्पस सञ्चालन समितिको हैसियत र अध्यक्षको ठाउँबाट उहाँलाई धेरै धेरै धन्यवाद। उहाँको टिमलाई, लेखा संयोजक, यो संस्थाले फेरि उहाँलाई आशा राखेको छ। क्याम्पस यो ठाउँमा आइपुग्दाखेरि यहाँले सहयोग गर्नुभयो, सहयोग गरेकोमा साथीहरूलाई पनि धन्यवाद। अब के अरे आउने सबै लागि परेर हामीले कुनै राजनीतिक दृष्टिकोणबाट होइन, हामी हाम्रो समाजको, हाम्रो ठाउँको दृष्टिकोणबाट राखेर यो क्याम्पस फेरि पुनः हामीले निर्णय गरेका छौँ। पुस 81 गते अधिवेशन, त्यतिखेर अधिवेशनमा आउने साथीहरू सदस्यहरूलाई पनि त्यतिखेरै सरसल्लाह गरेर हाम्रै ठाउँको हाम्रै क्याम्पस हो भन्ने उद्देश्य राखेर यो क्याम्पस अगाडि बढ्नेछ। र अहिलेसम्म साथीहरूले समय दिएकामा पुनः धन्यवाद दिँदै आज हाम्रो बैठक यही स्थगित भएको घोषणा गर्दै आजको हाम्रो बैठक यही समापन भएको घोषणा गर्दै म पनि विद्यालय हवस् नमस्कार।